नमस्कार, मेरो नाम जेम्स विक। वेलकम टु माई युट्युब च्यानल गाइस। सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। अनि आजको भिडियो चाहिँ रहेको छ टुगेदर चाहिँ कसरी बस्ने भन्ने विषयमा। टुगेदर लाइफको विशेषता चाहिँ के हो भन्दाखेरि वाट इज अ टुगेदर लाइफ होइन। टुगेदरले चाहिँ केसको चाहिँ फाइदा हुन्छ र कतिको फाइदा गर्छ भन्दाखेरि टुगेदरले चाहिँ हजुरलाई चाहिँ अब यदि हजुर बिजी हुनुहुन्छ भने कि काम गर्दै हुनुहुन्छ भने अथवा फोनमा बोल्दै हुनुहुन्छ भने होइन, त्यो बेलामा चाहिँ आफ्नो साथीलाई चाहिँ माथि होस्टमा राखेर उहाँले चाहिँ होस्ट गर्न सक्नुहुन्छ तपाईँको साथीले। अनि त्यसपछि चाहिँ तपाईँ चाहिँ काम गर्न सक्नुहुन्छ। टुगेदरमा रमाइलो हुन्छ, नयाँ नयाँ साथीहरू आउनुहुन्छ कहिले कसो। अनि त्यसपछि आफ्नो साथीहरूसँग हाँसी खुसी भइन्छ, टाइम गएको पनि थाहा हुँदैन होइन। एक्लै बस्दाखेरि बोर पनि लाग्छ कहिले होइन। सो गाइस, त्यही भएर चाहिँ मैले हजुरहरूलाई चाहिँ हाम्रो नयाँ साथीहरूको लागि चाहिँ मैले बनाएको हो भिडियो खासमा है। अब कसैलाई थाहा हुँदैन नि त। ल अब चाहिँ सुरु गरौँ है त गाइस। युट्युबमा जाम, अनि युट्युबमा गएपछि चाहिँ हाम्रो प्लसमा जानुपर्छ होइन। प्लसमा गइसकेपछि माथि पहिला टाइटल्स भन्ने हुन्छ, टाइटल्स चाहिँ लेख्नुपर्छ। टाइटल रिक्वायर्ड। अब जस्तै मैले लेखेँ, हाई गाइस, वेलकम टु माई लाइफ। स्ट्रिममा भनेर लेखेको छु। अनि त्यसपछि लेट्स टक। लेट्स टक छैन फेरि टक है। लेट्स टक टुगेदर वी मेक फन भनेर भनेको छु मैले है। यो चाहिँ मैले आफै तपाईँहरूलाई देखाउनको लागि लेखेँ है त। फेरि अब हजुरहरूको विचारमा चाहिँ कसरी लेख्नुहुन्छ, कसरी गर्नुहुन्छ, यो चाहिँ मैले जस्ट सो मात्र गरेको है। यदि नेपालीमा चाहिँ लेख्नुहुन्छ भनेपछि मलाई सब मेटाम है। सबैजनालाई नमस्कार। होइन, सबैजनालाई नमस्कार लेखौँ एकैछिन भयो नि आउनु भनेर चाहिँ आउनु, रमाइलो गरौँ भनेर हाल्नु। के हो रमाइलो गफगाफ गरौँ। ल फुल भइसक्यो क्या हो। ग्याप भयो क्या, धेरै ग्याप भयो। ग्याप हल्का मेटाउने त, ग्यापलाई हल्का मेटाएर ग्यापलाई हल्का मेटाउँ। धेरै भयो क्या ग्याप। रमाइलो गरौँ। रमाइलो गरौँ फ्रेन्ड। यो पनि भयो जस्ट फर इक्जाम्पल है त। त्यसपछि हजुरहरूले आफ्नो मनले के हाल्नु चाहनुहुन्छ हाल्नु। अनि त्यसपछि त्यहाँ टुगेदरको अप्सन छ, पब्लिक नै छोड्ने। अनि अडियन्स छ, नो इट्स नट मेड फर किड्स भनेर लेखेको लाइक मार्क गर्ने। अनि ब्याक जाने है। ब्याक गइसकेपछि कपी गर्ने। पहिला टुगेदरलाई अन गरिदिउँ, कपी गर्ने सबै।
कपी गरिसकेपछि त्यही एड डिस्क्रिप्सन छ त्यसैमा चाहिँ त्यो कपी गरेको चाहिँ पेस्ट गर्ने है त। अनि त्यसपछि फेरि लोकेसन हाल्ने। लोकेसनमा म त इन्डिया हाल्छु, म इन्डियामा छु नि त, त्यही भएर म इन्डिया हाल्छु। तपाईँहरू कहाँ हुनुहुन्छ, जुन ठाउँमा हुनुहुन्छ त्यहीको चाहिँ लोकेसन हाल्नु होला, अथवा इन्डिया हाल्नु होला। इन्डियाको हाले पनि धेरै मान्छेहरू हुन्छ, इन्डियनहरू आउँछ। नेक्स्ट अब चाहिँ नेक्स्टमा जाउँ। यो जुन पहिलोमा देखाएको छ त्यो कपी इन्भाइट लिङ्क भनेको छ, त्यो कपी इन्भाइट लिङ्कलाई चाहिँ कपी गर्ने होइन, दबाउने। त्यसलाई एकचोटि दबाएपछि कपी भइहाल्छ। अनि त्यसपछि चाहिँ हामी जान्छौँ नेक्स्ट स्टेपमा। अनि यहाँ चाहिँ बिचमा त्यो मान्छेको एउटा टाउको देखाएको हुन्छ, अनि त्यसलाई क्लिक गर्ने। क्लिक गरेपछि पहिलो चाहिँ लिङ्क हुन्छ, त्यसलाई क्लिक गर्ने है त। अनि क्लिक गरिसकेपछि सेयरको अप्सन हुन्छ, अनि सेयरको अप्सनमा गएर क्रिएट भनेर हुन्छ, त्यसमा चाहिँ कपी गर्नुपर्छ। कपी गरेर पोस्टमा चाहिँ उयो गर्नुपर्छ है त, कपी गर्नुपर्छ हजुरहरूले। कपी गरिसकेपछि तपाईँहरू ब्याक आउने। ब्याक आइसकेपछि यस्तो घुमेको देख्नुहुन्छ एकछिनको लागि। त्यसपछि गो लाइभ भनेर लेखेको हुन्छ, त्यो गो लाइभलाई दबाएर चाहिँ आफै अन हुन्छ। अनि त्यसपछि अन भइसकेपछि अब तपाईँले बोलाउन सक्नुहुन्छ, हेलो गाइस। अब चिनेको साथीहरू छ भने साथीहरूलाई चाहिँ पोस्टमा आउन चाहनुहुन्छ भने आउनुहोस्, मैले लिङ्क हालिदिएको छु। मेरो पोस्टमा गएर इन्भाइट गरेको लिङ्क छ, त्यसलाई दबाएर माथि आउन सक्नुहुन्छ भने चाहिँ तपाईँले चाहिँ बोलाउन सक्नुहुन्छ। अनि त्यसपछि रह्यो हाम्रो चाहिँ लाइभ कास्ट जुन हुन्छ त्यो चाहिँ म तपाईँलाई देखाउँछु है यसमा। अहिले लाइभ कास्ट चाहिँ कस्तो हुन्छ भन्दाखेरि हजुरको चाहिँ यदि तपाईँले चाहिँ मोबाइलबाट चलाउँदै हुनुहुन्छ भने राति चाहिँ अन नगर्नु होला, किनभने मोबाइल ह्याङ पनि हुनसक्छ, बिग्रिन पनि सक्छ होइन। 2 घन्टाको लागि 1 घन्टाको लागि हो भने चाहिँ ठिकै छ लाइभ कास्ट मोबाइलबाट। यदि तपाईँले ल्यापटप अथवा कम्प्युटरबाट चलाइराख्नु भएको छ भने, पिसीबाट चलाइराख्नु भएको छ भने एकदम राम्रो हुन्छ। वाच टाइम पनि राम्रो आउँछ, प्लस सब्सक्राइब पनि राम्रो आउँछ लाइभ कास्टबाट। हजुरहरू पनि ट्राई गर्नु होला। हाम्रो नयाँ साथीहरू, वाइटीको नयाँ साथीहरू जो चाहिँ वाइटीमा जोइन हुनुभएको छ, टुगेदरको पनि हजुरलाई देखाइसकेको चाहिँ युट्युबमा गएर चाहिँ टुगेदर लाइभ बस्न सकिन्छ भनेर चाहिँ तपाईँलाई मैले देखाइदिनु सकेको छु। अनि ल अब चाहिँ सुरु गरौँ साथीहरू है त लाइभ कास्ट। ल यसमा जाऊँ त भित्र। अब मैले चाहिँ जेम्स बिको इज लाइफ नै त्यही नै राख्दैछु। हजुरहरूलाई चाहिँ अब जस्तो आफ्नो मन जसरी चाहिँ तपाईँ राख्न चाहनुहुन्छ। अघि भर्खर मैले तपाईँलाई चाहिँ हाम्रो टुगेदरको लाइफमा डिस्क्रिप्सन जुन माथि टाइटल्समा हालेको थियो त्यो चाहिँ हजुरलाई देखाइसकेको छु। त्यसरी चाहिँ तपाईँहरूले हाल्नुपर्ने छ। आफ्नो मनले, आफ्नो विचारले कसरी हाल्नुहुन्छ तपाईँहरू हाल्नु होला होइन। म चाहिँ यसलाई चाहिँ कपी गर्छु है त। यसलाई कपी गर्छु अनि कपी गरेर चाहिँ डिस्क्रिप्सनमा हाल्छु। कपी भयो, जस्ट हजुरलाई देखाइरहेको है। अनि इट्स नट मेड फर किड्समा जाने। त्यसपछि नेक्स्ट ब्याक जानुहोस्। अनि ब्याक गएर यहाँ देखाउँछ फ्यु टिप्स भनेको छ, यो सबै चाहिँ गर्नुहोस्। अनि त्यसपछि
गठितमा जानुहोस् अनि सेलेक्ट चाहिँ त्यो सेलेक्ट भन्ने जुन चाहिँ त्यसलाई चाहिँ तपाईँले चाहिँ एन्टर स्क्रिनमा चाहिँ गर्नु होला। अनि त्यो एन्टर स्क्रिनमा गरिसकेपछि बाहिर आउँछ अनि बाहिर मेन उसमा आउँछ, होममा आउँछ। अनि होममा आइसकेपछि चाहिँ हजुरले चाहिँ कहाँबाट चाहिँ भिडियो प्ले गर्न चाहनुहुन्छ, जस्तै कि अब फेसबुकबाट गर्न चाहनुहुन्छ या त आफूसँग भिडियो छ भने आफ्नो भिडियो बनाउनु भएको छ भने ग्यालेरीमा गएर पनि भिडियो चाहिँ सो गर्न सक्नुहुन्छ होइन। अनि त्यसपछि युट्युबबाट पनि हजुरले चाहिँ आफ्नो पुरानो भिडियोहरू, आफ्नो लाइभको भिडियोहरू छ भने लाइभको भिडियो पनि तपाईँले देखाउन सक्नुहुन्छ। र अरू एपहरूमा पनि छ भने जस्तै टिकटक पनि देखाउन सक्नुहुन्छ हजुरले। तर म्युट राखेर चाहिँ हजुरहरूले चाहिँ कास्ट चाहिँ गर्नु होला। म्युट नराखेपछि फेरि कपिराइट लाग्ला भन्ने समस्या आउन सक्छ। त्यस कारणले चाहिँ हजुरले म्युट राख्नु होला। ल गाइस, यति भन्दै मेरो भिडियो आजलाई यति नै। फेरि अर्को भिडियो लिएर पक्कै आउनेछु। हजुरहरूले साथ सपोर्ट गर्दै गर्नु होला अनि लाइभलाई लाइक गर्नु होला अनि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच। टेक केयर।